अघि एकजना मान्यज्यूले भन्नुभयो यहाँ बाघ होइन भन्नुभयो। बाघ बाघै हो, रङ मिल्दियो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईहरूको यो क्रान्ति के भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भयो हो नि त। चाहे 12 बुधेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन। पूर्व राजदूत भइसकेका मान्छेले बोलेका अहिले स्टेटमेन्ट हेर्नुस् र स्वयं भारतका तत्कालीन विदेश मन्त्री सुषमा स्वराजले संसदमा बोलेको तपाईले राजा कसरी फाल्नु विदेशीको आडमा भनेर त प्रष्ट बोलिसकेका छन्। यो संविधान र यो व्यवस्था त उनीहरूले ल्याइदिया हो नि त भन्ने कुरा त उनीहरूकै मुखबाट भइसक्यो। त्यही भए हुनाले राष्ट्रवादी भने राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो। अब बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त कहीँ, बिरालो बिरालो नै हो। त्यो भए हुनाले यो देशको इतिहास हो राज संस्था। ठिक छ, तपाईहरूलाई कुरा चित्त बुझ्दैन, तपाईहरूले जन्म सङ्ग्रह गर्नुभयो पनि भएन, जनतामा जानु पनि भएन, काहीँ आन्दोलनले फाले पनि होइन, तपाईँहरूले त छलकपट गरेर फाले हो। ठिकै छ, ठिक छ, अहिले भइराखेको छ। तर हरेक कुरामा, हरेक शब्दमा हुँदा नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू गर्नु चाहिँ त्यति उचित हो जस्तो मलाई लाग्दैन। मैले यति नै यसको जवाब दिएँ। बाघ बाघै हो, रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो। यसको इतिहास छ आफ्नो देशमा। जुन राजाले र जनताले मिलेर चाहे तिब्बतसँग युद्ध लडेर होस्, चाहे 2200, 2300, 2400 राज्यहरूलाई एकीकरण गरेर होस्, चाहे तपाईँको मुगलसँग युद्ध गरेर होस्, चाहे अङ्ग्रेजसँग युद्ध गरेर होस्, राज संस्थाको नेतृत्वमा यो देश बनेको र त्यो देशको सांसद हौँ हामी आज। यदि यो देश राजा र जनता मिलेर नबनाइदिए आज हामी कुन देशको सांसद हुन्थ्यौँ? त्यो भएर इतिहासलाई सम्मान गरौँ भन्छु म। हो, विचार तपाईँहरूको फरक होला, तपाईँहरूले मान्नु नमान्नु राजनीतिक आस्थाका रूपमा तपाईँहरूको विचारको हामी सम्मान गर्छौँ। तर नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू छिराउनु त्यति जायज हो जस्तो मलाई लाग्दैन।